16 मे 2022 नेपालको सेकेन्ड इन्टरनेशनल एयरपोर्ट अफिसियली खुल्छ। स्टार्टिङमा केही फ्लाइटहरू अपरेट हुन्छन्, बट अहिले त्यहाँ कुनै प्यासेन्जर देखिँदैनन्, न टिकटको डिमान्ड न त भिजिबिलिटी नै राम्रो, र एउटा मात्र एयर इन्ट्री रुटले गर्दा अर्बौंको लगानीमा बनेको ठूलो इन्फ्रास्ट्रक्चर र टर्मिनल बिल्डिङ अहिले खाली छ। त्यसमाथि त्यहाँको जग्गाको रेटलाई 8 गुणासम्म महँगो पारेर भएको भ्रष्टाचार। के तपाईहरुलाई थाहा छ इन्टरनेशनल फ्लाइटको लागि सबै सेवा सुविधाहरू उपलब्ध हुँदा हुँदै पनि यो एयरपोर्टको हालत कसरी यो अवस्थामा आइपुग्यो त? र त्यस्तै यसमा कति पैसा लगानी भएको छ र यो एयरपोर्टलाई कसरी प्लान गरिएको थियो? आउनुहोस् कुरा गरौँ यो भिडियोमा यो सबै विषयको बारेमा। सुरुमा कुरा गरौँ यो एयरपोर्टको हिस्ट्रीको बारेमा। सिद्धार्थनगर नगरपालिका रूपन्देही जिल्लामा पर्ने यो एयरपोर्ट भैरवाबाट 3 किलोमिटरमा पर्दछ भने लुम्बिनी जुन चाहिँ बर्थ प्लेस अफ बुद्ध पनि हो त्यहाँबाट चाहिँ 18 किलोमिटरमा पर्दछ। मार्च 1 1967 मा खुलेको यो भैरवा विमान घाट इन्डियन गभर्नमेन्ट एसिस्टेन्स प्रोग्राम अन्तर्गत बनाइएको थियो। पछि 1979 मा यसको नाम भैरवा एयरपोर्टबाट गौतम बुद्ध एयरपोर्ट राखिएको थियो लर्ड बुद्धको सम्झनामा। यही गौतम बुद्ध एयरपोर्ट जुन त्यो बेलामा डोमेस्टिक मात्र थियो त्यसलाई नै एक्सपान्सन गरेर अहिलेको गौतम बुद्ध इन्टरनेशनल एयरपोर्ट बनाइएको हो। सो यो कम्प्लिटली नयाँ इन्फ्रास्ट्रक्चर चाहिँ होइन, पुरानो एयरपोर्टमा केही थप फिचरहरू एड गरेर यसलाई चाहिँ इन्टरनेशनल फ्लाइटको लागि सुइटेबल हुने गरेर यसलाई चाहिँ एक्सपान्सन गरिएको प्रोजेक्ट हो। क्यानले 2013 मा यो इन्टरनेशनल एयरपोर्ट बनाउने प्लान डेभलप गरेको थियो र 2017 सम्ममा यसलाई सकाएर यसको चाहिँ अपरेसनमा ल्याउने प्लानिङ थियो। यो इन्टरनेशनल एयरपोर्ट प्लान गर्नुको मुख्य कारणहरू भनेको त्रिभुवन इन्टरनेशनल एयरपोर्टको एयर कन्जेसनलाई रिलिभ गर्नु थियो, त्यसैगरी लुम्बिनीमा टुरिज्महरू बढाउने उद्देश्य पनि थियो, र त्यसैगरी विदेशमा रोजगार गर्न जानेहरूको लागि चाहिँ सजिलो बनाउनको लागि पनि यो एयरपोर्ट प्लान गरिएको थियो भने त्यस्तै यो एरिया जुन यो भैरवा बुटोलको एरिया छ इन्डस्ट्रियल एरिया अथवा बिजनेस एरिया हो र यहाँको बिजनेसहरूलाई चाहिँ कार्गो फेसिलिटिज दिने भनेर चाहिँ यो एयरपोर्टको प्लानिङ गरिएको थियो। यो एयरपोर्टको सिभिल कन्स्ट्रक्सनको ठेक्का चाहिँ चाइनिज कन्ट्र्याक्टर नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपलाई अक्टोबर 2014 मा परेको थियो र यसको टोटल टेन्डर एमाउन्ट थियो 6.22 अर्ब नेपाली रुपियाँ। र चाइनिज कन्ट्र्याक्टरको स्कोप अफ वर्क के थियो त भन्दाखेरि कन्स्ट्रक्सन अफ न्यू रनवे, नयाँ रनवे बनाउनु पर्ने, त्यसैगरी एक्जिट र प्यारलल ट्याक्सीवेहरू बनाउनु पर्ने थियो, नयाँ इन्टरनेशनल एयरक्राफ्ट पार्किङ एप्रोन बनाउनु पर्ने थियो विथ रिजिट पेमेन्ट्स, त्यसैगरी रिपेयर एन्ड मेन्टेनेन्स गर्नु पर्ने थियो एक्जिस्टिङ रनवेलाई जसलाई चाहिँ पछि गएर प्यारलल मा कन्भर्ट गर्नुपर्ने थियो, र त्यसैगरी ड्रेनेज सिस्टम प्यारलल टु रनवे र ट्याक्सीवे यो काम पनि यही भित्र गर्नुपर्ने थियो भने डाइभर्जन अफ घागरा खोला र एयरपोर्ट बाउन्ड्री र अन्य सिभिलको कामहरू गर्नुपर्ने यो चाइनिज कन्ट्र्याक्टरको स्कोप अफ वर्क भित्र परेको थियो। यसको कन्स्ट्रक्सन कस्ट जुन 7.6 करोड डलर छ, यसमा चाहिँ एडीबी को सफ्ट लोनबाट आएको छ 3.7 करोड डलर, त्यसैगरी ओपेक फन्डले 1.1 करोड डलर यसमा हालेको छ भने रिमेनिङ चाहिँ नेपाल गभर्नमेन्टले यसमा चाहिँ फन्डिङ गरेको थियो। इक्विपमेन्ट इन्स्टलेसन र टेस्टिङको लागि चाहिँ एरोफ थाई भन्ने एउटा कम्पनीलाई जिम्मा लगाइएको थियो भने ल्यान्ड एक्विजिसनको लागि नेपाल गभर्नमेन्टले नै बजेट हालेको थियो यसमा। यसको शिलान्यास 2015 मा फर्मर प्राइम मिनिस्टर सुशील कोइरालाले गरेका थिए। इनिसियली कम्प्लिसनको टार्गेट चाहिँ डिसेम्बर 2017 भनेर गरिएको थियो, तर यो अर्थक्वेकले गर्दा जुन 2015 मा अर्थक्वेक आउँछ त्यसले गर्दा डिले हुन्छ। अर्को डिलेको रिजन भनेको चाहिँ जुन इन्डियाले नेपाललाई ब्लकेड लगाउँछ 2015 मै, त्यो कारणले पनि यसको डिले हुन्छ। त्यसैगरी मेन कन्ट्र्याक्टरले सब कन्ट्र्याक्टरलाई पेमेन्टहरू गर्न नसकेर पेमेन्टको इस्यु भएको भएर पनि यो डिले हुन्छ। त्यसपछि यसको नयाँ डेट राखिन्छ 2019, यसको अपरेसनमा ल्याउने नयाँ डेट 2019 भनेर भनिन्छ। तर फेरि 2019 मा कोभिड-19 ले सबै कुरा ठप्प हुन्छ र यसको क्यालिब्रेसन फ्लाइट चाहिँ गर्न सकिँदैन। क्यालिब्रेसन फ्लाइट भनेको के हो त भन्दाखेरि यो चाहिँ टेस्ट फ्लाइट हो। यसले चाहिँ के गर्छ त भन्दाखेरि इक्विपमेन्टहरूको चाहिँ एक्युरेसीलाई भेरिफाई गर्छ कि त्यो सेफ छ कि छैन, फुल फ्लेजको कमर्सियल फ्लाइट अपरेट गर्नको लागि सेफ छ कि छैन भनेर यो क्यालिब्रेसन फ्लाइट गरिन्छ। सो कोभिडले गर्दा यो क्यालिब्रेसन फ्लाइटलाई चाहिँ फेब्रुअरी 2022 मा मात्र गर्न सकियो र अफिसियली यो एयरपोर्टको उद्घाटन चाहिँ मे 16 2022 मा गएर गरिएको थियो। अलमोस्ट 800 बिघामा बनेको यो एयरपोर्टको इनिसियल एस्टिमेट भनेको 30 अर्ब नेपाली रुपियाँ भनेर गरिएको थियो, जसमा चाहिँ सिभिल कन्स्ट्रक्सन, इक्विपमेन्ट इन्स्टलेसन र ल्यान्ड एक्विजिसन सबै गरेर 30 अर्ब भनिएको थियो भने यसको
फाइनलमा आइपुग्दासम्म चाहिँ यसको खर्च 35 अर्ब नेपाली रुपिस भएको छ भनेर आएको छ। यो एयरपोर्टको फ्युचरको बारेमा कुरा गरौँ। यो एयरपोर्ट डिजाइन गर्दाखेरि चाहिँ इन्टरनेसनल फ्लाइट जुन चाहिँ अहिले त्रिभुवन इन्टरनेसनल एयरपोर्टले ह्यान्डल गरिरहेको एयरक्राफ्टहरूको साइज छ, वाइड बडी साइज, त्यसलाई नै उसले चाहिँ अपरेट गर्न मिल्ने गरेर डिजाइन गरिएको थियो यो एयरपोर्टलाई। यसको रनवेको लेन्थ भनेको मिटर रहेको छ भने विड्थ यसको 45 मिटर रहेको छ र यो इस्ट वेस्ट ओरिएन्टेसनमा बनेको छ। त्यसै गरी यसको प्यारलल ट्याक्सीवे चाहिँ जुन पुरानो डोमेस्टिक एयरपोर्ट हुँदाखेरिको रनवे थियो त्यसलाई नै प्यारलल ट्याक्सीवेमा कन्भर्ट गरिएको छ, जसको लम्बाइ चाहिँ 1500 मिटर र चौडाइ यसको 23 मिटर रहेको छ र यसमा एप्रोन रहेको छ 5 वटा एयरक्राफ्ट पार्किङ हुन सक्ने गरेर। त्यसै गरी यसमा 2 वटा टर्मिनल छन्, एउटा चाहिँ डोमेस्टिक भइहाल्यो जुन पुरानो टर्मिनल हो, त्यसै गरी एउटा अहिले आएर इन्टरनेसनल टर्मिनल बनेको छ। फ्युचरमा गएर 35,000 मिटर स्क्वायर एरिया बराबरको चाहिँ नयाँ इन्टरनेसनल टर्मिनल बनाइनेछ भनेर चाहिँ घोषणा भएको छ, जसमा चाहिँ 4 वटा स्काई वाक सहितको सुविधा हुनेछ। यसमा चाहिँ भेरियस एडभान्स नेभिगेसन एड र एयरपोर्ट लाइटिङको कामहरू पनि भएको छ फर सेफ्टी र नेभिगेसनको लागि। त्यसमा के पर्छ त भन्दाखेरि 2 वटा नन प्रिसिजन अप्रोच, त्यसै गरी डिस्टेन्स मेजरिङ इक्विपमेन्ट, त्यसै गरी अटोमेटिक डिपेन्डेन्ट सर्भेलेन्स ब्रोडकास्टिङ भनेर र अन्य इक्विपमेन्ट छ। र मेन इन्स्ट्रुमेन्ट भनेको जुन हाम्रो विन्टरमा भिजिबिलिटीलाई एफेक्ट गरिरहेको छ अहिलेको सिचुएसनमा, त्यसलाई ट्याकल गर्नको लागि ILS भनेको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम यो यसमा चाहिँ इन्स्टल भएको छ यो एयरपोर्टमा। यो एउटा रेडियो नेभिगेसन सिस्टम हो जसले एयरक्राफ्टलाई खराब मौसममा भिजिबिलिटी कम भएको बेलामा चाहिँ रनवे एप्रोच गर्नको लागि हेल्प गर्दछ। 61 मिटर हाइट र 800 मिटर टाढा आइपुग्दासम्म ILS ले गाइड गर्छ र त्यसपछि पनि रनवे भिजिबल भएन भने चाहिँ पाइलटले चाहिँ मिस्ड एप्रोच पर्फर्म गर्नुपर्ने हुन्छ। यो ILS ले कसरी काम गर्छ त भन्दाखेरि यसले 2 डाइरेक्सनल रेडियो सिग्नलको युज गर्छ, जसमा चाहिँ एउटा लोकलाइजर हुन्छ जसले हरिजेन्टल गाइडेन्स प्रोभाइड गर्छ एयरक्राफ्टलाई भने, त्यसै गरी ग्लाइड स्लोप भनेर हुन्छ जसले चाहिँ भर्टिकल गाइडेन्स एयरक्राफ्टलाई प्रोभाइड गर्छ। पाइलटले यो सबै सिग्नलहरू उसको एयरक्राफ्टको इन्स्ट्रुमेन्टमा देख्न सक्छ र त्यही अनुसार एयरक्राफ्टलाई चाहिँ अलाइन गर्नुपर्ने हुन्छ हरिजेन्टली र भर्टिकल्ली चाहिँ यही ILS ले दिएको सिग्नलको आधारमा। सो भिजिबिलिटीको जरुरत पर्दैन यसमा सर्टेन हाइटसम्मको लागि। अब यति धेरै मोडर्न इक्विपमेन्टहरू इन्स्टल भएर यस्तो धेरै राम्रो डिजाइन बनाएको यो इन्टरनेसनल एयरपोर्ट चाहिँ हाम्रो खासै लङ टर्म अपरेट हुन सकिरहेको छैन। यसमा सर्भिस चार्जहरूमा छुट गरिएको छ, त्यसै गरी विभिन्न एयरपोर्ट सर्भिसेसहरूमा अफरहरू पनि दिएको छ गभर्नमेन्टले। तर पनि कुनै पनि एयरक्राफ्टले चाहिँ लामो समयसम्म यसमा चाहिँ फ्लाइट अपरेट गरिरहेको छैन। त्यस्तै अराउन्ड 60 देखि 80 अर्बको लगानी चाहिँ होटलहरू र अन्य टुरिस्टहरूको लागि इन्फ्रास्ट्रक्चरमा प्राइभेट सेक्टरले पनि यो एरियाहरूमा भैरवामा बुटवलमा तपाईले देख्न सक्नुहुन्छ त्यहाँको लोकेसनमा इन्भेस्ट गरेको छ प्राइभेट सेक्टरले। अब हामी कुरा गरौँ यो एयरपोर्ट नचल्नुको 5 वटा मुख्य कारणको बारेमा। पहिलो नम्बरमा कुरा गरौँ ल्याक अफ टिकट डिमान्ड फ्रम भैरवा। सबै प्री डिपार्चर प्रोसिजर जति पनि मेन पावर एजेन्सीहरू छ, मेडिकल टेस्ट सेन्टरहरू छ र भिजा अफिसेसहरू छ, त्यो सबै काठमाडौँमा छ। सो वैदेशिक रोजगारमा जाने मानिसहरू, त्यसै गरी स्टुडेन्टहरूले चाहिँ काठमाडौँ जानुपर्ने नै हुन्छ यो सबै काम गर्नको लागि भने उहाँहरूले चाहिँ डाइरेक्ट काठमाडौँबाट नै फ्लाइट आफ्नो बुक गर्नुहुन्छ। सो भैरवाबाट चाहिँ बुकिङहरू एकदमै कम छ भनेर चाहिँ विभिन्न इन्टरनेसनल एयरक्राफ्टहरूले चाहिँ यो गुनासो पनि गर्ने गरेका छन्। सो यो ल्याक अफ टिकट जुन छ भैरवाबाट यसले गर्दा चाहिँ यो एयरपोर्ट चलाउन चाहिँ गाह्रो भइरहेको छ। त्यसै गरी नेपालमा एन्ट्री गर्नको लागि एयर एन्ट्री रुट भनेको एउटा मात्र छ अहिलेको अवस्थामा जुन हो सिमरामा। सो एयरक्राफ्टले के गर्नु परिरहेको छ त भन्दाखेरि सिमरा गएर अनि त्यसपछि युटर्न गरेर बल्ल भैरवामा आउनु परिरहेको छ, जसले गर्दा चाहिँ एयर ट्राभल टाइम चाहिँ 20 मिनेटले बढिरहेको छ इन्टरनेसनल एयरक्राफ्टको भने। त्यसै गरी यसमा फ्युल कन्जम्पसनहरू र अन्य खर्चहरू पनि बढिरहेको छ एयरक्राफ्टको। अब यो रिजनले गर्दा पनि एयरक्राफ्टलाई चाहिँ कस्टली परिरहेको छ भैरवाबाट अपरेट गर्नको लागि। सो एयरक्राफ्टहरू खासै इन्ट्रेस्ट देखाइरहेको छैन। अब नेपालले चाहिँ अरू अन्य इन्ट्री पोइन्टहरूको लागि पनि अप्लाई गरेको थियो इन्डियासँग, जस्तै महेन्द्रनगर, नेपालगञ्ज, भैरवा। तर अन्य इन्ट्री पोइन्टहरूमा एग्री गरे तापनि इन्डियाहरूले केही रेस्ट्रिक्सनहरू चाहिँ लगाएको छ, जस्तै कुनै इन्ट्री पोइन्टमा चाहिँ 2 वे चाहिँ ट्राभल गर्न नपाउने एयरक्राफ्टले, कुनैमा चाहिँ हाइटको रेस्ट्रिक्सन छ जसले गर्दा चाहिँ सिमरा नै इन्टरनेसनल एयरक्राफ्टको लागि एउटा मात्रै अप्सन छ। त्यसै गरी यसको सिभिल कन्स्ट्रक्सन चाहिँ चाइनिज कन्ट्र्याक्टरले गरेको थियो, जसले गर्दा चाहिँ इन्डियन गभर्नमेन्ट चाहिँ खासै यसमा चाहिँ इन्ट्रेस्ट नदेखाएको कारण हो भनेर पनि भनिन्छ। हाम्रो यो एयरपोर्ट उद्घाटन भएको टाइममा चाहिँ इन्डियाको PM मोदी लुम्बिनी आउनु भएको थियो र उहाँले चाहिँ आफ्नै इन्डियन आर्मीको हेलिकप्टर युज गरेर डाइरेक्ट लुम्बिनी जानुभएको थियो र यो एयरपोर्टलाई युज गर्नु भएन। त्यसै गरी इन्डियाले चाहिँ आफ्नो नागरिकको लागि NOC नै इस्यु गर्ने गरेको छैन भैरवा एयरपोर्टबाट फ्लाइट लिनको लागि। त्यसले गर्दा के हुन्छ त भन्दा
भन्दाखेरि इन्डियन एयरलाइन्स पनि इन्करेज भएन गौतम बुद्ध इन्टरनेसनल एयरपोर्टमा अपरेट गर्नको लागि र इन्डियन प्यासेन्जरलाई पनि इन्करेजमेन्ट छैन एनओसी नदिएको कारणले गर्दा यो एयरपोर्टबाट फ्लाइ गर्नको लागि। र अर्को मुख्य कारण रहेको चाहिँ यो एयरपोर्ट नचल्नुको भिजिबिलिटीको इस्युको लागि। यसमा चाहिँ आइएलएस इन्स्टलमेन्ट गरिएको छ तर इन्डियाले चाहिँ अप्रुभल नदिएको भएर यसलाई चाहिँ अपरेसनमा चाहिँ ल्याउन सकिएको छैन। त्यही भएर धेरै एयरलाइन्सहरूले चाहिँ विन्टर सिजनमा जुन बेलामा भिजिबिलिटी एकदमै कम हुन्छ त्यो बेलामा चाहिँ यसमा फ्लाइटहरू गर्न सकिरहेको छैन किनभने तराईमा एकदमै कुहिरो लाग्ने गर्दछ तपाईहरुलाई थाहा छ। सो यो आइएलएस को अप्रुभल नदिनुको कारणमा चाहिँ इन्डियाको यो बोर्डर एरियामा चाहिँ एउटा आर्मीको क्याम्प छ र त्यसले गर्दा चाहिँ इन्डियन गभर्नमेन्टले यो आइएलएस को लागि स्वीकृति नदिएको भनेर विभिन्न मिडियामा हामी हेर्न सक्छौँ। र अन्तिममा इन्टरनेसनल एयरपोर्टको चाहिँ प्रमोसन नै नभएको हो कि भन्ने चाहिँ त्यहाँको व्यापारीहरूको गुनासो छ। इनिसियली प्लान गर्दाखेरि बुद्धिस्ट टुरिज्मलाई हेल्प हुन्छ यो एयरपोर्टले गर्दा भनेर चाहिँ यो एयरपोर्ट प्लान गरेको थियो तर अहिले आएर चाहिँ यसको प्रमोसन नै नभएको हो कि राम्रोसँग भन्ने चाहिँ व्यापारीहरूको चाहिँ गुनासो रहेको छ। त्यसैगरी यो एरियामा चाहिँ गौतम बुद्धको जन्मथलो बाहेकको अरू पनि इन्फ्रास्ट्रक्चरहरू बन्न जरुरी छ ताकि अरू धेरै टुरिस्टहरू चाहिँ एट्र्याक्ट होस् यहाँको लागि। जस्तै अहिले त्यहाँ केबल कारहरू बनिरहेको छ र अन्य संरचनाहरू पनि अन्य इन्फ्रास्ट्रक्चरहरू टुरिस्टको लागि सुइटेबल हुने खालको बनाउनु पर्ने जरुरी छ जसले गर्दा चाहिँ टुरिज्म पनि प्रमोट हुनेवाला छ र यो गौतम बुद्ध इन्टरनेसनल एयरपोर्टको पनि प्रमोसन गर्नुपर्ने जरुरी देखिएको छ। र अन्तिममा कुरा गरौँ यहाँ भएको भ्रष्टाचारको बारेमा। यो भ्रष्टाचार चाहिँ प्रुभ चाहिँ हुन सकेको छैन तर विभिन्न मिडियाहरू विभिन्न न्युज पेपरहरूको र विभिन्न हाम्रो सांसदहरूको हिसाबले चाहिँ यहाँ चाहिँ ठुलो नै भ्रष्टाचार भएको छ भनेर भनिएको छ। काठमाडौँ पोस्टको अनुसार एकजना एमपीले के भन्नुभएको छ त भन्दाखेरि 1 कट्ठा जग्गाको मूल्यलाई 8 गुणासम्म बढाएर बीचमा ब्रोकर राखेर त्यसलाई चाहिँ गभर्नमेन्टलाई सेल गरिएको छ यो ल्यान्ड एक्विजिसन गर्ने बेलामा भनेर आरोप लगाउनु भएको छ। त्यसैगरी रोड नै नभएको ठाउँमा रोडको एक्सेस देखाएर नक्सामा र जग्गाको मूल्यलाई बढाएर चाहिँ जग्गाको पैसाहरू लिएको भनेर चाहिँ उहाँले आरोप लगाउनु भएको थियो। त्यसैगरी एउटा कम्प्लेन अर्को फाइल भएको छ अगेन्स्ट हाम्रो फर्मर मिनिस्टर अफ कल्चर टुरिज्म एन्ड सिभिल एभिएसन। त्यो कम्प्लेनमा के भनिएको छ त भन्दाखेरि जुन जग्गाहरू डोनेसन भइसकेको थियो पब्लिक युजको लागि मन्दिरहरूको लागि स्कुलहरूको लागि मोनास्ट्रिजहरूको लागि त्यो जग्गालाई पनि फल्स क्लेम गरेर कुनै व्यक्ति खडा गरेर त्यसलाई पनि क्लेम गरिएको छ र गभर्नमेन्टबाट पैसा लिने काम भएको छ भनेर करप्सनको मुद्दा चाहिँ लागेको छ है तर यो प्रुभ हुन चाहिँ सकेको छैन। त्यसैगरी प्रोजेक्टमा भएका कर्मचारीहरूले चाहिँ जुन त्यहाँ भएको बिल्डिङहरूको ड्यामेजको एसेसमेन्ट चाहिँ बढी पेमेन्ट गरेको छ पीडितहरूलाई र पछिबाट गएर ब्रोकरहरूले गएर चाहिँ त्यो बढी भएको पैसालाई फेरि फिर्ता मागेर त्यो पैसाहरू चाहिँ आपसमा बाँडेको छ भनेर चाहिँ कुराहरू हामी सुन्न सक्छौँ। यो पनि प्रिन्टेड मिडियाहरूको अनुसार नै मैले तपाईहरुलाई यहाँ जानकारी दिइरहेको छु। र आइएलएस सिस्टमको प्रोक्युरमेन्टमा जुन 1 अर्ब बराबरको प्रोक्युरमेन्ट थियो त्यसमा पनि भ्रष्टाचार भएको छ भनेर आरोपहरू लाग्ने गरेको छ। टोटलमा जम्मा जम्मी 13 अर्बको भ्रष्टाचार भएको छ यो एयरपोर्ट बनाउने बेलामा जुन चाहिँ ल्यान्ड एक्विजिसन अनि कम्पेन्सेसन डिस्ट्रिब्युसन गर्ने बेलामा र इक्विपमेन्ट इन्स्टलेसनको बेलामा मिलाएर टोटलमा 13 अर्ब भ्रष्टाचारको कुरा आइराखेको छ यो एयरपोर्टमा। र एयरपोर्ट यो कुराहरूले गर्दा चाहिँ एकदमै डिले भएको थियो र यो डिले पनि एउटा कारण हुन सक्छ एयरपोर्ट नचल्नुमा। अब फाइनली हामीले यो सबै कुरालाई छोटकरीमा समराइज गरौँ। यो एयरपोर्ट नचल्नुको मेन कारण भनेको फिजिबिलिटी स्टडी नहुनु हो। सुरुमा कम्प्रिहेन्सिभ फिजिबिलिटी स्टडी नहुनु नै हो। त्यसैगरी डिले पनि एउटा रिजन हो किनभने विभिन्न एयरलाइन्सहरू एयरक्राफ्टहरूले एउटा प्लानिङ गरेको हुन्छ आफ्नो फ्लाइट अपरेसन गर्ने तर यो चाहिँ एकदमै डिले भएको कारणले पनि यो एयरपोर्ट नचलेको हुन्छ। एउटा भनाइ छ वेल प्लान इज हाफ डन। सो प्लानिङ चाहिँ एकदमै आवश्यक थियो कुनै पनि प्रोजेक्ट बनाउँदाखेरि अथवा यही प्रोजेक्टमा पनि प्लानिङ चाहिँ राम्रोसँग हुनु पर्थ्यो जुन भनेको चाहिँ आधी काम भइसक्नु बराबरको हुन्छ। त्यही भएर यसमा चाहिँ प्लानिङ नै राम्रोसँग नभएको देखिन्छ। नेपालको सबै नै प्रोजेक्टहरूको अवस्था यस्तै नै हुन्छ प्राय जस्तो। कुनै समूहको इन्ट्रेस्टमा चाहिँ कुनै प्रोजेक्ट स्टार्ट गरिन्छ तर त्यसलाई सकाउनको लागि एकदमै टाइम लाग्ने गरेको छ र त्यसलाई अपरेसनमा ल्याउनको लागि त झनै चाहिँ टाइम लाग्ने गरेको देखिन्छ नेपालमा प्रोजेक्टहरूमा। सो आशा गरौँ फ्युचरमा चाहिँ यो एयरपोर्ट चल्नेछ। अहिले पनि खबर आइरहेको छ कि तपाईको दशैं तिहारको अराउन्डमा चाहिँ भैरवाबाट चाहिँ थाइल्यान्डहरूमा दुबईहरूमा चाहिँ फ्लाइटको लागि इन्टरनेसनल एयरक्राफ्ट कम्पनीहरूले चाहिँ प्लानिङ गराएको छ किनभने त्यो बेलामा चाहिँ टुरिस्टहरू जुन नेपालबाट जाने टुरिस्टहरूको संख्या चाहिँ एकदमै बढ्ने भएको भएर होलिडे सिजन भएको भएर त्यसमा चाहिँ प्लानिङ भइरहेको छ। सो आशा गरौँ वर्षभरि नै चलोस् यो एयरक्राफ्ट र इन्डियाले पनि सपोर्ट गरोस्। सो भिडियोलाई अन्तिमसम्म हेर्नु भएको छ भने थ्याङ्क यू सो मच। प्लिज लाइक द भिडियो, शेयर एन्ड सब्सक्राइब द च्यानल।